बाटो बन्द छ कोही पनि नगइदिनु होला 2-4 दिनको लागि भनेर पनि हाल्दिनु थिएछ ल ल यो माथिको खड्का डिल होइन माथि खड्काडीको नेपाल मेडिकल कलेज जाने बाटो अहिले 2-4 दिनलाई बन्द भएको कारणले गर्दा कोही पनि महानुभावहरू दुःख पाउनुहुन्छ नआइदिनु होला ल है ल हस् धन्यवाद जस्तै अहिले यो खड्का डिलदेखि त्यो बेसीसम्म झर्ने उकालो चाहिँ ढलान भइराखेको हुँदाखेरि यहाँबाट आवत जावत चाहिँ अलिकति एक हप्ताको लागि चाहिँ टोटली बन्द गरेको हुँदाखेरि तपाईँले अर्को वैकल्पिक बाटो अपनाउनु हुन यहाँको दाइले हामीलाई आग्रह गरे अनुसार हामी सबै त्यही अनुसार चाहिँ वैकल्पिक मार्ग हुँदै अगाडि बढ्नु होला है त